निप्सेमा 26 अङ्कको गिरावट, यी कम्पनीको सेयर सर्वाधिक कारोबार। नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्से परिसूचक 26.16 अङ्कले घटेर 2654.48 बिन्दुमा कायम भएको छ। आज 353 कम्पनीको 1,40,00,000 किता सेयर किनबेच हुँदा 4 अर्ब 26 करोड 21 लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यस दिन 12 उपसूचक रातम्य भएका छन्। आज सर्वाधिक फाइनान्स समूहको सेयर मूल्य 1.28% र हाइड्रो पावरको 1.63%ले घटेको छ। मंगलबार 22 कम्पनीको सेयर मूल्य बढेको छ भने 239 कम्पनी घटेको छ। 11 कम्पनीको सेयर मूल्य स्थिर रहेको हो। यस दिन आँखुखोला जलविद्युत कम्पनी, सोपान फार्मास्युटिकल, रिलायन्स, एनआरएन जस्ता हाइड्रो पावर सेयर सर्वाधिक कारोबार भएको छ। त्यसपछि शिवम सिमेन्ट 7%, एनआईसी एसिया डिभेन्चर 2091, नेशनल हाइड्रो पावर कम्पनी, साज ऊर्जा लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडको सेयर अत्याधिक खरिद बिक्री भएको छ। कारोबार समेत निरन्तर सुस्त बन्दै गएको छ। आज 353 कम्पनीको 1,40,00,000 किता सेयर किनबेच हुँदा 4 अर्ब 36 करोड 21 लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यस दिन 2 कम्पनीको सेयर मूल्यमा सकारात्मक सकृट लागेको छ। आज टक्सार पिखुवा खोला र एम्बालिङ हाइड्रो पावर सेयरमा सकृट लागेको हो।